Hi, welcome to my channel. This is my very first video cooking ko. अनि मैले चाहिँ किन बनाउन लायो भने चाहिँ न्युरो चाहिँ मैले नेपाल आएपछि फर्स्ट टाइम खाना लागेको हैन। धेरै वर्ष अगाडि खाएको थिएँ, त्यही भएर न्युरो चाहिँ मेरो फेभरेट हो। अनि त्यसैले मैले चाहिँ भिडियो बनाउन भनेर बनाउन लागेको। अब त्यति राम्रो त छैन, बट स्टिल मैले अलरेडी न्युरोलाई केलाएर पखालेर राखिसकेको छु। अनि यहाँनिर चाहिँ मैले आलु चप गरेर राखेको छु। अनि त्यसपछि प्याज र लसुन अनि त्यसपछि कुरमुरा अनि हाम्रो मसला यहाँ छ। अनि मैले न्युरोलाई बोइल गर्नको लागि यहाँ बसालेको छु। नेभर माइन्ड दिस कराई, किनभने यो चाहिँ हाम्रो फेभरेट कराई हो। बट अलिकति छ, इट्स फाइन, विल चेन्ज लेटर। अनि त्यसपछि मैले पानीमा नुन हालेर उमालिसकेको छु। लेट्स स्टार्ट। अब यो न्युरोलाई चाहिँ हामी यो पानीमा राख्दियौँ। अनि यो गऱ्यो भने चाहिँ न्युरो चाहिँ राम्ररी हुन्छ। नुन राखेर चाहिँ न्युरोमा सबैतिर नुन पुग्छ, झन् स्वादिष्ट हुन्छ भनेर राखेको। यो हाम्रो कराई चाहिँ एकदम पुरानो कराई हो क्या, तर यसमा पकाउन कस्तो सजिलो हुन्छ, त्यही भएर हो है गाइजहरु। नयाँ कराईमा मैले के भन्छ अरे दाल खनाएर राखेको छु क्या। लुक एट दिस वन। आई नो मेरो किचन अस्तव्यस्त देखिरहेको छ, बट स्टिल मैले दाल पनि यही कराईमा झानिदिएको हो क्या, त्यही भएर यस्तो देखेको। अनि यस्तो हुन्छ नि त, फेभरेट कुराहरू फेरि जति नराम्रै भए पनि जस्तो युज गरिरहँ जस्तो लाग्ने है। त्यही भनेको अब चेन्ज गर्ने। अब नेक्स्ट भिडियोमा चाहिँ नयाँ अर्को यस्तै कराई ल्याएर चेन्ज गर्ने, किनभने यसमा पकाउनु जस्तो सजिलो मलाई अरूमै लाग्दैन। अब यसलाई हामीले 3 मिनटको लागि राखिदियौँ। आगोलाई अलिकति हाई फ्लेममा राखेर 3 मिनट जति राख्ने। चिसो पानीको आवश्यक पर्छ पखाल्नको लागि है। अनि बेला बेलामा चलाइदिने पनि। न्युरो चाहिँ अरू कन्ट्रीमा नि पाउँछ, तर सुपर मार्केटतिर अथवा अनलाइनमा पाउँछ हैन। हाम्रो नेपालमा चाहिँ अहिले चाहिँ न्युरोको सिजन हो नि त। अब चाहिँ हरेक मार्केटहरूमा बाहिर राखेको उयोहरूमा पनि पाउन थालेको छ अहिले चाहिँ। एन्ड आइ एम सो ह्याप्पी कि हामीले चाहिँ हिजो यो न्युरो लगनखेलमा किनेको थियौँ। एन्ड आई वाज सो एक्साइटेड है। न्युरो चाहिँ यसरी मजाले बोइल हुँदैछ। यसलाई चाहिँ कम्तीमा 3 to 4 मिनट बोइल गर्ने हैन। हाम्रो न्युरो चाहिँ कस्तो राम्रो कलर हुँदै आएको छ क्या अघिको भन्दा। सो ट्रान्सफर गरी अब यसलाई चाहिँ हामीले चिसो पानीमा धुन्छौँ हैन। अनि यो भयो। अब यसलाई चाहिँ हामी यहाँ पानी राखेर यसमा लगेर एकछिन के गर्छौँ, पानीमा राखिदिन्छौँ। पानीमा राखिसकेपछि अब चाहिँ हामी प्रिपेयर गर्छौँ कुकको लागि। चाहिँ हाम्रो कराई तातिसकेको छ हैन। अब म चाहिँ तेल हाल्छु। यो चाहिँ मैले तोरीको तेल युज गरिरहेको छु, अलिक यतिको जति। फेरि पनि भनिरहेको छु मैले हैन, मेरो कराई चाहिँ कम्प्लेन नगर्नु होला, यो चाहिँ हाम्रो फेभरेट कराई हो। बट वी क्यान रिप्लेस सुन है गाइज। अनि मैले दाल पनि यसमै झान्छु। तर अब हामीले चाहिँ यसलाई चिसो राख्छौँ। मैले चाहिँ चिसो पानीबाट निकालेर यहाँ राखिसकेको छु। लेकर गाई कस्तो फ्रेस देखेको क्या उमाल्दाखेरि पनि। अब हाम्रो तेल चाहिँ अलमोस्ट तातिसकिन लाग्यो हैन। अब त्यसको लागि हामी प्रिपेयर गर्छौँ। तेल चाहिँ यतिको तातिसकेपछि चाहिँ हैन, मैले चाहिँ यहाँ के अरे जिरा मेथी लिएको छु। अनि एउटा रातो सुकेको खुर्सानीलाई यसरी पुऱ्याउने राखिसकेपछि म चाहिँ अब यसमा चाहिँ हामीले अलिक काटेर राखेको आलु राख्छु। मैले चाहिँ प्याज र लसुन पहिला नहालेर आलु किन हाल्छु भने
अलिकति फ्राई भइसकेपछि प्याज र लसुन हाल्दाखेरि चाहिँ एकदमै मिठो स्वाद हुन्छ। मैले चाहिँ तर हजुरहरूलाई जसरी हाल्न मन लाग्छ यो फ्रेस है, यो चाहिँ हाम्रो प्योर तोरीको तेल भएको भएर हल्का डार्क देखिरहेछ। अब यसरी आलु फ्राई भइसकेपछि कम्तीमा नि 1 मिनट जति तेलमा आएर फ्राई भएपछि अघि काटेर राखेको लसुन र प्याज चाहिँ मैले यसरी हाल्छु। अब यो सँगसँगै 1 मिनट जति मजाले चलाएर हामीले चाहिँ पहिला आलुलाई पाक्न दिउँ, किन भन्दा निउरो चाहिँ हामीले अलरेडी 3 मिनट बोइल गरेको भएर त्यो चाहिँ हाफ बोइल भइसकेको छ। त्यही भएर हामीले निउरोलाई त्यति धेरै कुक गरिरहनु पर्दैन नि त। सो आलुलाई नै फोकस गरौँ अहिले चाहिँ, अनि एकछिन फ्राई हुन दिउँ, एकछिन छोडिदिउँ पनि। अब हाम्रो आलु यतिको भइसकेपछि चाहिँ हामीले निउरो यसमा राख्छौँ है। अनि यसमा चाहिँ एकदमै धेरै तेल जस्तो देखिरह, बट मैले चाहिँ आलुलाई हल्का ग्रेभी होस् भनेर चाहिँ हल्का पानी राखेर उठिसकेपछि हल्का पानी राखेर एकछिन 1 मिनट जति पकाएको। त्यही भएर यो चाहिँ यस्तो देखेको, पुरै तेलै तेल जस्तो देखाएको छ। यो चाहिँ तेल होइन है, तेल र पानी भएर। अब हाम्रो आलु चाहिँ यतिको फ्राई भइसकेपछि अब हामीले अघि राखेको निउरोलाई यसमा राख्छौँ। निउरोको कलरै कस्तो कस्तो राम्रो। Look at this. This is the best one. ल अब हामीले यसलाई पनि मिक्स गरौँ। हामीले यसलाई 1 मिनट जति आलुमा यो गरिसकेपछि फ्राई गरिसकेपछि अनि हामीले मरमसलाहरू हाल्छौँ। अनि अघि हामीले उसमा पनि निउरोमा पनि नुन हालेको छ नि त, त्यही भएर अलिकति आफ्नो स्वादअनुसारको नुन राख्नुपर्छ। अब हाम्रो आलु र निउरो चाहिँ यतिको भइसकेपछि हामीले अब मसला राख्छौँ। त्योभन्दा अगाडि हामी गोलभेडा राखौँ होइन। अनि अघि मैले भनेअनुसार स्वादअनुसारको नुन, अनि अलिकति गरम मसला, अनि त्यसपछि हल्का रेड चिली पाउडर, अनि त्यसपछि यो चाहिँ जिराको धुलो, अनि यो चाहिँ बेसार, यति राखेर अब यसलाई मिक्स गरौँ। अब यसको कलर हेर्नुमै यस्तो प्रिटी कलर आइरह। चाहिँ पाकेर रेडी भइसकेको छ। अब मैले चाहिँ हल्का ग्रेभी जस्तो बनाएको छु होइन। हजुरहरूले चाहिँ सुक्खा पनि गर्न सक्नुहुन्छ, यस्तो भन्छ। अब यसलाई मैले यो कन्टेनरमा ट्रान्सफर गर्छु। हजुरहरूले अब खाना, रोटी जेसँग सर्भ गर्दा पनि एकदम मिठो हुन्छ। नजिकबाट हेरौँ। Look at this.